नमो तस्सा भगवतो अरहतो सम्मा सम्बुद्धस्सा। नमो तस्सा भगवतो अरहतो सम्मा सम्बुद्धस्सा। नमो तस्सा भगवतो अरहतो सम्मा सम्बुद्धस्सा। बुद्धं शरणं गच्छामि धम्मं शरणं गच्छामि संघं शरणं गच्छामि। द्वितीयम्पि बुद्धं शरणं गच्छामि। द्वितीयम्पि धम्मं शरणं गच्छामि। द्वितीयम्पि संघं शरणं गच्छामि। तृतीयम्पि बुद्धं शरणं गच्छामि। तृतीयम्पि धम्मं शरणं गच्छामि। तृतीयम्पि संघं शरणं गच्छामि। Never forget, never
चिनी त खान्न यो के अरे यो डाँडा काँडा छ नि अनि मौसम पनि हाम्रो जस्तै हो के नमस्कार मामा नमस्कार खाजा खाँदै छौँ हामी एकदमै मिठो छ धन्यवाद जेरीपुरी थुप्रै भूमिका छन् हामी गुवामा त 1 महिनामा 1 लाख पठाउनुपर्छ सायद नसक्ने उठाउनुपर्छ हामीले तैँले त यहाँ बेहोस भएर कमजोर भएर कि निलो भयो तपाईँ लरे जान्छ फेरि गर्नै पऱ्यो भने नसक्ने किन साथी 3 वर्षमा त पुऱ्याउनु पर्दैन यो त होइन ठ्याक्कै ज्ञान त पुरा सिकाउनुपर्छ यो भने चाहिँ नसुन्ने पाउँछ यस्तो 4बटे एउटा शिर हुन्छ यो भित्रै बस्ने हामी यो गराएर सबै यसरी सुनेर है लगाइ खेल्नुपर्छ भित्रभित्र यस्तो कष्ट गरेर बल्ल गुवा बसेर बाहिर हामी होइन योले चाहिँ लसुन दसुन भनेर हुन्छ नि ल लोसुम भनेर 3 वर्ष भनेर दसुम भनेर 3 महिना भनेर स्यासुम भनेर 3 दिन भनेछ नि त यो यसो गुवाहरू बसेर यो उ गरेर आज मलाई कारको कैन्दुहरू माटो चाहिँ राम्रो हुँदैछ अहिलेसम्म है हामीले किनभने मनै लामो दिँदैन छुइनौ 108 भने नि त यहाँदेखि ओम माने भनेर आउने आएर ट्याक्कै यहाँ आइपुग्छ फेरि यहाँ आउँदा ओम माने प्रेमे हुँ फर्म चेरी खेल्नु भन्यो फेरि यो नाग्नु हुँदैन है फेरि यता घुमाउनुपर्छ फेरि ठ्याक्कै यसरी फेरि
फेरि यता फर्काउनुपर्छ क्या फर्काएर फेरि यसरी आउने होइन मालाई नै मुटुको ठिक्क छुइले जोगिने यो हामी मनले गरेको पाप छ मुटु यो मालाले छुन्छ नि त अन्त मन्त्र चाहिँ यसरी उ हुन्छ क्या सँगै यो छाबरा आश्रम मन्त्र छ हामीले फल पाउँछ भनेर यो चिजहरू मनमा राख्दैछौँ अनि अहिले हामी गाउँलेमा आफै नै बन्यो माला जन्ने आफै नै गयो होइन यसमा चाहिँ अब त कहिले यो युग फेरिरहेको छ यो खेलबजीले भने युग फेरेको त गाह्रो नै गाह्रो हुन्छ हामीले महिनासम्म सुन्नु पऱ्यो कि फेरि राम्रो सुन्यो उताको हुन्छ मारियो छैन तर बेसी हुन्छ अहिले प्रेस पनि हाम्रो मन पनि जानुपर्छ हामीले धर्म कसरी गर्ने अनि यो फालतुल चलाउने है फेरि अहिले किनभने हाम्रो घर घरमा चाहिँ पूजा गर्छ मान्छेहरूले है जता नै मलाई कति बनिसक्यो क्या जहाँ गए दमन गर्छ तारा पूजा गर्छ ग्याप्सी गरेछ जे चलायो एकदिन फेरि हामीले पछि उठाउनु गरिदिनु क्या फेरि लामा र छो खाने मलाई छोडेर त हुँदा गयो है यो छोक चाहिँ गर्नुपर्छ अहिले टिबिटिनहरू मनाङ्गियाहरू सेवाहरू त पूजा गर्ने छोक चाहिँ बेसी चाहिएको हुँदैन अनि छोकहरू भनेको चाहिँ छौ दान गर्ने लास्टमा पकाउनु पऱ्यो न खाना मेरो आमाको आमा टिका आमाको पूजा गरेर 84 पूजा पिउनु छ बजे निल्नुस् ल त्यो थाल भयो छाजान दजरे दजे टामे बाटे लेचिना मितोन बे जादान बे राग्या राग्या सो मितोन बे छोदन राग्या मितोन छोदन राग्या राग्या नांगा परे जो जिनेंडे में जब जब में देमे जो मले जमे बाप में तो के बनगे जो संगे जब में अच्छा तो लोग न बकत नारे ने राजी में माव ने मान नो तो माने परे जोमान जीवन दे जोमान जीवन जोमान ओमान जीवन दे तो से लगे तो जे तंगे तो वाला है अब तपाईँ 84 गरिसकेपछि 84 भनेको 1008वटा औँसी 1008वटा पुण्य पार गरेर 84 भनेको खास त्यस्तो हो 84 भनेको हाम्रोमा चाहिँ अब हिन्दूहरू के थाहा छैन होइन हाम्रो चाहिँ 1008वटा औँसी 1008वटा के अरे पुण्य पार गरेपछि 84 वर्ष पुग्छ कि बल्ल खासै त्यो खास पुरा पुग्नुपर्छ भन्छ खासै गर्नलाई त्यो कलेजै पार 84 गर्ने भन्छ होइन त्यो तपाईँले अब सबभर तपाईँले अब के पनि पाप काम नगर्नुहोस् अब किराहरू केही नमान्नुहोस् है खाइ छोड्नुपर्छ भन्छ क्या अब 84 वर्ष अब त्यो तपाईँले अब तपाईँले आज पाठ पूजा गर्ने भयो त्यो छोड अब छ्यासेवा गर्नुभयो नि दान गर्नुभयो अब सबै गाउँले खाना खुवाउनु आज वाङ दिँदैछ नि तपाईँ यो त अब राम्रो काम गरेपछि तपाईँ अब केही पनि कुकर्म गर्नुहुन्न किन तपाईँ अब यो जो जुनीबाट पार गरिसक्यो नि त
अब त्यो गरेपछि एकदम ठुलो पाप लाग्छ तपाईँलाई अब है गर्ने थियो भन्यो भने तपाईँलाई है कुकुर पनि छोड्नुपर्छ है अब तपाईँले यो गरेको त्यस्तो अब है त्यो बुझ्नुपर्छ किन गर्यो भनेर थाहा पनि हुनु पऱ्यो होइन हो आउँछ पुग्ने 1000 कटेको भएर 84 घन्टा त्यसरी भन्यो त्यो भन्यो अर्थ त्यस्तो हो कि है जसले भने अनुसार मैले यहाँहरूलाई जानकारी गराउन चाहन्छु हाम्रो अब कार्यक्रम सुरु हुन्छ जुन हाम्रो मुङठेली छ किताब यो किताबलाई हामी लिएर यो तामाङ बौद्ध सेवा समितिको हातभन्दा बाहिर यस सङ्गम टोल को हातमा हामी सम्पूर्ण उपस्थित भएर यस हाम्रो यो पवित्र धर्मग्रन्थलाई चाहिँ हामीले दिएर हामी सबैजना लाभबद्ध भएर यो सङ्गम टोल परिक्रमा गर्ने कार्यक्रम रहेको छ। त्यस पश्चात आज हामीलाई उहाँ दिनुहुने धर्मगुरु पेमा मिन्डुक रिम्पोचेबाट हामीले आज उहाँ ग्रहण गर्नेछौँ। त्यस पश्चात हाम्रो उहाँ गुरुलाई यो हामीले फेरि घुमाइसकेपछि परिक्रमा गरिसकेपछि हामी यहाँ आउनेछौँ। त्यस पश्चात हाम्रो गुरु रिम्पोचेलाई हामीले चाहिँ स्वागत गर्ने कार्यक्रम छ। त्यस पश्चात फेरि यसै तामाङ बौद्ध सेवा समितिको धर्मगुरु हाम्रो सम्तेन लामाज्यू आज गुरु रिम्पोचेबाट पनि उहाँले चाहिँ धोर्जे लोपेट ग्रहण गर्दै हुनुहुन्छ। उहाँलाई म अहिले नै बधाई पनि दिन चाहन्छु। त्यस कारणले यो कार्यक्रममा जति पनि उपस्थित हुनु भएको छ उहाँहरूलाई म एकदमै धैर्यतापूर्वक र हाम्रो यो समापन हुन जेलसम्म यहाँ बसिदिनु हुन म एकदम विनम्र अनुरोध गर्दै अन्तमा हाम्रो वान कार्यक्रम हुनेछ। वान पश्चात हामी यसै सबैजना खाना खाएर चाहिँ हाम्रो यो कार्यक्रम समापन हुने जानकारी पनि गराउँदै म बिदा हुन्छु। हस्त धन्यवाद। लसो क्याटुला थुलुसी हिजो भन्नुपर्छ त त्यो उसाले मसँग छैन कि पैसा
अनि अगाडि जानु दाइ स्माइल गर्नुहोस् अनि मजाले ल्याउनुहोस् अब हामी गुरुहरू बसेको स्वागत हजुर होइन हजुर सबैजनालाई पनि तपाईँ हातमा फुल लिएर शासित भएर तचड मचड नगरिकन स्वागतको लागि तयारी छौँ गाउँ बौद्ध सेवा समितिको सदस्य मलाई यता पनि मलाई पनि दिन्छ एउटा छामा के बोले सबैले होइन मलाई पनि एउटा छामा ल हजुर गर्ने रहेछ उसले भन्यो आमा यो त म मेरो तर्फबाट जसले नभएर काम गरिरहेको छ जसले सही काम गरिरहेको छैन ऊ आफै कालो चिया चाहिँ सेतो सिद्धे सेतो भरे पुग्दैन फेरि
धर्मगुरु गुरु रिम्पोछे पेमा भेन्डु रिम्पोछेज्यू त्यसै आजको यो पाठको लागि उपस्थित रहनुभएका सम्पूर्ण धर्मगुरुजीहरू जुन यो कार्यक्रम आयोजना गर्नुभएको छ पूजनीय भिकामिरी कान्छी आमा बुद्धिमाया वाइवा लगायत उहाँको सम्पूर्ण योजन परिवार र उपस्थित तामाङ बौद्ध सेवा समितिको पारिवारिक सदस्य र समाज बाहिरको पनि आफ्नो इष्टमित्र सम्पूर्ण उपस्थितलाई म तामाङ बौद्ध सेवा समितिको अध्यक्षको तर्फबाट र मेरो आफ्नो व्यक्तिगत तर्फबाट पनि लसो फ्याकुजी टसिदेले तामाङ बौद्ध सेवा समितिको मातहतमा रहेको मङ्ग्योर छोखोलिङ गुम्बामा आज एउटा ऐतिहासिक कार्यक्रमको अन्तिम दिन जुन हामीले 24 गतेबाट आज 26 गतेसम्म वाङ दिए पश्चात हाम्रो कार्यक्रम सम्पन्न हुन गइरहेको छ। जति पनि उपस्थित रहनुहुने सम्पूर्णलाई म 24 गतेबाट आजसम्म धैर्यतापूर्वक बसिदिनुहुने सम्पूर्ण धर्मावलम्बीहरूलाई म हृदयदेखि धन्यवाद दिन चाहन्छु। विशेष त म हाम्रा धर्मगुरुहरू जुन 3 दिन अहोरात्र खटिएर बिहानबाट 5 बजेसम्म हाम्रो आमाको इच्छा अनुसार यो कार्यक्रमलाई सम्पन्न गरिदिनुहुने सम्पूर्ण धर्मावलम्बी हाम्रो गुरुहरूलाई म हृदयदेखि धन्यवाद दिँदै र हाम्रो गुरु रिम्पोछे पेमा भेन्डु रिम्पोछेज्यूलाई पनि यस तामाङ बौद्ध सेवा समितिको मातहतमा रहेको छोखोलिङ गुम्बामा यहाँलाई म सिङ्गो समाजबाट स्वागत गर्न चाहन्छु। हाम्रो अब कार्यक्रम चाहिँ अन्तिममा आइसकेको छ। यो कार्यक्रममा म यहाँहरू मेरो हातमा चाहिँ एउटा सेड्युल छ। यो कार्यक्रमको सेड्युल यहाँहरूसँग म चाहिँ सुनाउन गइरहेको छु। अबको कार्यक्रम चाहिँ हाम्रो वाङ दिने कार्यक्रम नभइकन यसै तामाङ बौद्ध सेवा समितिको धर्मगुरु सम्तेन लामाज्यूलाई म सर्वप्रथम त बधाई दिन चाहन्छु। उहाँको उत्तर प्रगति पनि म कामना गर्न चाहन्छु। आज खुसीको कुरा छ, मलाई त्यति ज्ञान त छैन, लामाहरूको चाहिँ आफ्नो पदीय हिसाबले पक्कै पनि सिडी चढ्दै जाने होला। आजको यो कार्यक्रममा पनि हाम्रो सम्तेन लामाको पक्कै पनि पदोन्नतिको कार्यक्रम होला जस्तो लाग्छ। त्यसकारणले सिङ्गो तामाङ बौद्ध सेवा समितिको तर्फबाट हाम्रो गुरु सम्तेन लामालाई बधाई पनि दिन चाहन्छौँ। जुन आजको कार्यक्रम अहिलेको हुन लागेको कार्यक्रम छ, आज सम्तेन धर्मगुरु सम्तेन लामालाई
हाम्रो आजको धर्मगुरु पेमा मिन्टु रिम्पोछेज्यूबाट टोपी लगाउने कार्यक्रम रहेको छ, जुन धोर्जे रोपन ग्रहण गर्दै हुनुहुन्छ हाम्रो सम्तेन लामाज्यूले। त्यसको लागि उहाँलाई म पुनः बधाई दिन चाहन्छु। त्यस्तै हाम्रो त्यस लगत्तै फेरि पनि हाम्रो रिम्पोछे गुरु र यस तामाङ बौद्ध सेवा समितिको प्रमुख धर्मगुरु पूजनीय हाम्रो धर्मगुरु छिरिङ देवानेतोङ र रिम्पोछे पेमा मिन्टु गुरु उहाँहरूलाई जुन आज सम्तेन लामाले ग्रहण गर्दै हुनुहुन्छ, उहाँले चाहिँ केसुङथुङ मेडल चढाउने कार्यक्रम रहेको छ। यो भनेको चाहिँ उहाँ गुरुहरूको दीर्घायुको लागि उहाँहरूलाई सुस्वास्थ्य दीर्घायु होस् भनेर हाम्रो आजको जुन ग्रहण गर्दै हुनुहुन्छ सम्तेन लामाज्यू, उहाँले चाहिँ उहाँ गुरुहरूको दीर्घायुको लागि चाहिँ कुसुङथुङ मेडल चाहिँ चढाउने कार्यक्रम रहेको छ। त्यस पश्चात हामी वाङ लिन्छौँ। वाङ लिने बेलामा सबैजना उपस्थित सबैजनालाई म के आग्रह गर्न चाहन्छु भने अनुशासन जस्तो ठुलो केही पनि हुँदैन। त्यसकारणले जुन धर्म पनि अनुशासन सिकाएको हुन्छ त्यो अनुशासनलाई मध्यनजर गर्दै यहाँहरू लामबद्ध तरिकासँग यहाँहरूले चाहिँ वाङ लिएर तल चाहिँ हामीले खानाको व्यवस्था गरिएको छ, खाना लिएर मात्रै घर गइदिनु हुन म विनम्र अनुरोध गर्दै र यो कार्यक्रम सुचारू गरिदिनु हुनको लागि म गुरुहरूलाई अनुरोध गर्न चाहन्छु। उहाँलाई म धेरै धन्यवाद दिन चाहन्छु सिङ्गु तामाङ बौद्ध सेवा समितिको तर्फबाट। उहाँले चाहिँ मलाई अहिले के भन्नुभयो भने अब आउने खाजा चाहिँ हाम्रो धर्मगुरु सम्तेन लामाज्यूबाट चाहिँ खाना पुलाउ र खाजा चाहिँ उहाँहरूले व्यवस्था गर्नुभएको रहेछ। म यो पनि यहाँहरू समक्ष जानकारी गराउँदै अब यो कार्यक्रम सुचारू गरिदिनु हुनको लागि म धर्मगुरुहरूलाई अनुरोध गर्न चाहन्छु। धन्यवाद। त्यही पनि रसो फ्याफुजी मेरो हातमा पर्न आएको छ एउटा
सम्मान पत्र जुन सम्मान पत्र छ म यहाँहरू समक्ष पढेर सुनाउन चाहन्छु। श्री देछेन पाल्तेन छोखोलिङ गुम्बा माथि 8 रविडाँडा कास्की स्थापना 2057 साल सम्मान पत्र। माथि गाउँपालिका 8 वडा नम्बर 8 रविडाँडा कास्की निवासी पिता स्वर्गीय श्री सुकलाल तामाङ तथा माता आइतीमाया तामाङको सुपुत्र लामा श्री सम्तेन तामाङज्यूले विभिन्न श्रद्धेय धर्मगुरुज्यूहरूबाट महायान बौद्ध धर्मको परम्परा अनुसार वाङलुङछी अभिषेक आगम र निर्देशन ज्ञान प्राप्त गर्नुभएकोले यहाँलाई यो सम्मान पत्र प्रदान गरिएको छ। आगामी दिनमा पनि यहाँको बुद्ध धर्मप्रतिको आस्था एवं विश्वास अझ प्रगाढ हुँदै जाओस् भन्ने शुभेच्छा सहित उत्तरोत्तर प्रगति कामना गर्दछौँ। सचिव गौतम राज योजन, धर्मगुरु लामा पेमा मेन्डु, अध्यक्ष रुद्रबहादुर स्याङ्गो तामाङ। जहाँसम्म लाग्छ मलाई अध्यक्षको हातबाट हाम्रो आजको गुरु सम्तेन लामाज्यूलाई यो सम्मान पत्र प्रदान गरिदिनु हुन र ग्रहण गरिदिनु हुनको लागि उहाँ दुवैलाई म हार्दिक अनुरोध गर्न चाहन्छु। यहाँहरूले ताली बजाएर चाहिँ उहाँलाई सम्मान गरिदिनु हुन अनुरोध गर्न चाहन्छु। धन्यवाद। यस तामाङ बौद्ध सेवा समितिको प्रमुख गुरु श्री देवानितम र रेम्बोछे उहाँलाई दुवैजनालाई दीर्घायुको लागि कुसुङ थुको चाहिँ दीर्घायुको लागि उहाँले भेन्डर चढाउने प्रोग्राम रहेको छ। यसको लागि उहाँलाई म यो कार्यक्रम शुभारम्भ गरिदिनु हुन हार्दिक अनुरोध गर्न चाहन्छु। त्यस पश्चात के छ त्यसपछि आमाको यो 84 पूजाको कार्यक्रम रहेको हुँदा यहाँहरू चाहिँ यथास्थानमा बसिदिनु हुन म अनुरोध गर्न चाहन्छु। धन्यवाद। पढिसकेपछि तपाईँले यो कार्यक्रम सक्ने बित्तिकै मलाई यस्तो खबर गरिदिनु है।
जे शब्द शासकको कुरा भनिदिने जाने खालत होइन। त्यही भने जे शब्द म भन्छु तपाईँले राम्रोसित कान हाल्नुहोस्। किनभने म त हेरेको जन्मको कुरा भने मन नदिन पर्यो। तर आमा र सबलाई चाहिँ वर्ष उमेर पुग्नु भएकोले मलाई बोलाउनु भयो। उहाँ के अरे संघर्षको हामीले एउटै गुरुको चेला साथी हुनाले चिन्नु जानु भएर हाम्रो झिमर्सी चाहिँ बाहिर जानु भइरहेछ। त्यस कारणले झिमर्सीको सेवा दिनमा थापामा बस्दाखेरि म 10 वर्ष गुरुमा लिएको भएको। त्यस कारणले गुरुको शास्त्र कुरा सम्पूर्ण अब शास्त्र 84 मुठा आउँछ। 84 मुठा भित्रमा चाहिँ ठुलो ठुलो सबै जम्मा गरेर चाहिँ जम्मा गरेर आएपछि नि 3 मुठा बनायो। 3 मुठा के भने पहिले हिँडेनको माथि एउटा माथि माया नाउँमा दुईवटा, त्यो माथि बजाया नाउँमा 3 गरेर जम्मा अनि यसलाई छापा झुम्रोको पनि राम्रो हुँदैछ मलाई थाहा गऱ्यो भने। त्यो पनि अहिले हिँडेको मात्रै के गर्छ भने सबैले जाँदा मासु नखाएर हिँड्ने आलु सुटुवाहरू बस्ने चाहिँ हिँडेको मात्र हो। त्यो माथि पनि अहिले हिँडेको माथि के गर्छ आमा बाबुले तान्न सक्दैन अरे आफैले। यो संसारमा कति जन्म लिने आमामा जन्म नलिने म संसारमा नभुल्ने भनेर बिजु बसेको चाहिँ बुद्धले बिजुको त शक्ति दिनुभयो। त्यसको चाहिँ लामाले चन्दिर के अरे लुलेजी भुत्काइले धेरै पहिलो लुगा लाउने उहाँहरू हिँडेर मात्र हुनुहुन्छ। अनि बुद्धले के भन्यो भन्दा हिँडेर मात्र संसारको भोलि भन्ने त ठुलै हो। अब यसले तै पनि तिमीले आफूले मात्रै हेरेर तान्ने काम गरे भएन। तिमी जन्म कहाँबाट लियो? बाबाबाट जन्म लियो। बाबाबाट जन्म लियो, बाबाको सेक हाल्नुपर्छ। बाबामा सेक नखाने सबैलाई बाहिर गाउँमा पुग्ने साथी पाउने गाह्रै छ भनेर त्यो माथि मायामा थप्यो। मायामाले के गर्छ भने यो जुरेको म जन्म दिएको बाबामा छिरेर ल्याएको प्राणी आकाशको रानी चलचिरी पुतली हाल्यो भएमा परालमा घुरेर हिँड्ने किरा फटाहरू यो सबै पनि बाबामै हो। यो सबैले पनि माया गरेर गर्नुपर्छ। हामी हिँड्दाखेरि किरा फटाएर देखि नमान्नु है। किनभने त्यसको चाहिँ कारण अहिले त हामी हाम्रो हातमा छ। हामीले जे गरेर पनि त्यसको त्यसको हामीले गर्नुपर्छ। उसलाई मागे भनेर त्यो नमान्नु आँखादेखि नमान्नु देखि फुटेर पछिलाई त्यतिखेर नहिँड्नु सबैलाई माया दया गर्नु भन्ने चाहिँ माया माथको जिउरा थप्यो हो। त्यो मान्छे पनि पहिले गर्दै त्यो जिउरा लिइसकेर पछि गौरव बुद्ध चाहिँ हामीले अनि एक दिनमा चाहिँ ठ्याप्पहरू बोल्नु नगएर मुठाको साथमा उहाँलाई बोल्नु भयो त भोलिएर के मान्छेलाई भाँडा पायो। अब सिँगारको दुध दुहुँदाखेरि पितलको भाँडामा दुध दुह्यो भने बचाइदिन्छ चुहेर जान्छ अरे। अनि चियाको दुध दुहुनुको सुन्दा हेरा मोटुको भाँडा चाहिन्छ त्यसमा चाहिँ दुध दुह्यो भने त्यो दुध चुहिँदैन अरे। अब चाहिँ दुध चाहिँ के को दुध भने बजारै आनाको साथी बजारको न्यानोको सबैले ठुलो मालाई ढाइरमा चाहिन्छ। सबैलाई माया गर्ने सबैलाई दया गर्ने आफू खाने नपर्छ आँखाले भोकै परिमाण खाने दिने नभए भएर हराइदिने सबैलाई माया गर्ने माया मात्र त्यो मान्छे पनि अहिले अघि वाङ भनेको तपाईँ अहिले हाम्रो वाङ हामीलाई पढेर यहाँ देउताको फोटाहरू मूर्तिहरू आकाशमा राखेर आराममा अनि त्यसको अगाडि सबको भएर चाहिँ आज पूजा गरी चाहिँ बद्रेनको सबै उठाएको हो। त्यो यो बद्रेनको सधैँ गाउँ जानेलाई पहिले हामीले लामालाई गर्छ के चाहिन्छ भने गुरु मान्नुपर्छ। गुरु मानेर चाहिँ वाङ थाल्नुपर्छ, लुङ थाल्नुपर्छ।
छिल्का भने यसको अर्थ के आफूले सम्पत्तिको अर्थ के समय बुझ्नु पर्यो त्यो बुझिसकेर चाहिँ एकदम काम गरेर आइले प्राणी सबैले अब हिजो सन्दर्भमा चाहिँ धर्म लिएर आफ्नो जातको धर्म छोडेर बेला बेला धर्म सघाउने मान्छे धेरै कलियुगमा आइरहेका हाम्रो माताको जात हाम्रो गुरुङ सबै तिब्रबाट आउनुभएको तिब्रतको आउनुभएको हुनाले हामीलाई बुद्धिस्टको बाह्र जोसो भएको बुद्धिस्टको धर्म लिने पर्ने धेरै हामी भाइ ठुलो हो भन्ने सालमा हेऱ्यो भने यो बुद्धिस्टको काम गर्ने मान्छे सबै धेरै भाग्य ठुलो हो भने त्यसमा सबैले अहिले मनै प्रेमे हौ भने जब गर्ने लोकेश्वरको शब्द हो उहाँको शक्तिले चाहिँ अमाने प्रेमे हौ जग्गा अहिले काठमाडौँमा ठुलो लामाले त्यही भनेको वर्षैपछि भन्ने गर्ने चलन गरेर मान्छे धेरै जम्मा गर्नु त्यो केही नजाने मान्छे मैले अमाने प्रेमे हौ भन्ने जाने भने मरेर यिनीहरूको मान्छे ढुक्नै नजाने अब यो संसारमा कति लोक छ भने 6 लोक हुन्छ 3 लोक अहिले सुबि शान्तिको लोक 3 लोक अशान्तिको लोक सुबि शान्तिको लोक के भने धेरै लोक मानिसको लोक यो जिते लोक भित्रमा भने साधारणको काम गर्ने सक्ने हाम्रो मानिसको लोक हो हामीहरू मानिसको लोकमा जन्म लिएर आजको जुनको धर्मले चिजेर अहिले मानिसको लोकमा जन्म लियो मानिसको लोकमा जन्म लिने माथि पनि दाय धर्म गर्ने मन लाग्ने आत्म पूजा गर्ने मन लाग्ने धेरै हामी भागी हो भनेर मान्छे सोध्नु होला अब जो भयो भने आफ्नो त्यस्तो हेरेर भाग्यमा आभाग्य हो मेरो जुनी भने आमाले हेर्नुहोस् हो यस्तो काम गर्ने सक्ने अहिले आमाले 84 उमेर पुग्नु भएर चाहिँ ठुलो पूजा गर्नु भएर झुम भन्ने साधारण पढ्नु भएछ अब बुद्धको बोली चाहिँ कन्जुर भनेर 100 ठेला हुन्छ 100 ठेला भित्रमा सबभन्दा मूलको चाहिँ झुम भन्ने चाहिँ आमा भने हो आमा जस्तो चाहिँ त्यो 16 ठेला हुन्छ 16 ठेला भन्ने तीनटा हुन्छ 16 ठेला चाहिँ अलि धेरै चाहिँ त्योभन्दा अलि थोरै सम्बन्धित नपुग्नेलाई चाहिँ त्योभन्दा कम 3 ठेला हुन्छ हिजो बुद्धिज्म भन्दा 3 ठेला हुन्छ त्यो पनि पढ्ने नसक्ने मान्छेले 1 ठेला पढ्ने त्यसलाई घेचौँ भन्छ 1 ठेला पढायो भने बुद्धको भोलि पढेको जस्तो भाग्य मिल्छ भनेर यो झुम भन्ने चाल लाग्यो यो आमाले अब 16 ठेला पढ्नु भएछ पढेर आलोबाट ठुलो गर्नुभएको आमा भाइ सोचेर अब आमालाई म चाहिँ 1 वर्ष फरक छ म पनि तिरा पुग्यो आगो म दौडाएपछि पुग्छ अब अझै दुबई एउटा भाइको फाले गर्दाखेरि कहाँको लान्छौँ कहाँको तनहुँ भन्ने जस्तो दुईटै जिल्ला परेर काठमाडौँ जिल्लामा भने आएर आमाको पूजामा भेट्ने पाउने एउटा हामीहरू पहिलेको भाइ हो भाइ कर्म गर्दै हो त्यही भएर त्यो विश्वास गरे हामीलाई पूजा राम्रो गर्नुभयो त्यो जस्तो जब पनि आमा यस्तो पूजा धेरै हुनुसक्छ तर यहाँनिर पढ्नमा धेरै जातिको बुद्धिस्टको मतलब धेरै छ सबैले बुद्धिस्ट काम गर्छ भने होइन अथवा पनि यस्तो चाहिँ पूजा गर्ने थाल्यो भने यहीँनिर लामा धेरै हुनुहुन्छ सबैले आउनु पाएको सबैले काम गर्नु सक्ने अहिले यहाँ सम्पर्कले उहाँले मेरो लसुन जस्तोपट्टि 3 महिना 3 वर्ष सधैँ भयो सहिएको हुनाले उहाँले आवेदन यस्तै पूजा गर्ने भने लामो खोजी ठुला अब अवतार लामा ठुलाएर हाम्रो गुरु आएर धेरै भने अब अवतार लामा ठुलै भयो अथवा त्यस्तो भेट्न सकिएन भने गोमा बसेको लामा पर्छ त्यो खोजी गर्नु गोमा बसेको लामा बसेन यहाँ सम्पर्क गरेर आधार लामा बच्छ होला जसरी सन्चिना लामा लागेर आधार पूजा गरेर पूजा गर्नु त्यसले टाढोबाट लामा बजी नगर्नुहोस् अनि त्यस कारणले सबैले चिज बुझेर गाउँ आफूले नसकेको कुरा हामीले लामालाई भने नसक्ने काम म सक्छु म गर्दा हामीले भन्दैन आफूले सकेको काम चाहिँ हामीले गर्नेको मात्रै गर्छ त्यस कारण सबैले राम्रो चिज अहिले अब यो निजमा आएको वाङ गरेको वाङ भने के भने अधिकार भनेको
मान्छेले आफूलाई आज पायो भने बैकुण्ठमा लग्न जाने सजिलो हुन्छ त्यस कारणले वाङ धाउने बेलामा सबैले के भने सबैले कु सुङ ठौ भने अहिले भेटेर गएको के हो को भन्ने शरीर हो बुद्धको शरीर हामीले खायो भने बुद्धै जो छ आज निरोगीको जन्म लिएन भने मान्छे निरोगी हुने अनि निधारमा मरेका बेलामा बैकुण्ठमा जाने बुद्धको शक्ति पाएर चाहिँ कुको शरीरमा पाएको पाएको सम्झाएको बुद्धको भोलि वचन सुनेर हामीले काम बस्यो भने बुद्धको वचन हामीले पायो भने बुद्ध सद्बोली हामीले पाउनु सक्छ हामीले भनेको कुरा सबैले पताउने सबैले सिधाउन सक्ने हुनुसक्छ त्यस कारणले सुखको साथमा चाहिँ उहाँ दियो जो भने अहिले बुद्धको एउटा छोटन बनाइरहेको छ हामीले आत्मा हो यो ठुलो हाम्रो यो मान्छेलाई आत्मा चोखो चाहिँदैछ आत्मा चोखो छ भने जे काम गरेछ भने पाप काम गरेछ भने आखिरमा चोखै हुनुसक्छ आत्मा जुठो छ भने धर्मै काम गरे भने पाप हुनुसक्छ भन्ने शास्त्र हुन्छ भने ठुलो सबैले आत्मा चोखो गर्नु आत्मा चोखोले के गर्छ मान्छे सबै मिमी मान्छेलाई हाँसिलो गर्ने खाने लाने जसलाई नपुग्नेलाई दिने लाउने नपाउने लाउने दिने खाने नपाउने खाने सबै हातमा लिएर सुनता हेरा मोती जे भएपछि आफ्नो शरीर पनि चरायो भने कसलाई चराउने भने हामीले उहाँको देउताले चराउनु देउताले गुरु पद्म सम्भावना देउतालाई चराउने भने आयल देउतालाई चराउने आयल चराएर भने हामीले जे भएपछि उहाँले चरायो भने उहाँको सबको धर्म सफाइ हामीले पाउनु भने आखरा गरेको सब्जी पाएको बेलामा चाहिँ सोचेर नबसेर अनि साधारणको कुरा वाङ कहाँ खाने जान्छ वाङ खाने जाऊ लुङ कहाँ गरेर लुङ खान जाऊ त्यो सबै हामीले पायो भने हामीले बुद्धको कुसुम सुझी त्यस्तो भाषा सबै हामीले पाएर बाहिर बोल्नु पाउने सक्छ त्यस भएर साधारण कुरा त धेरै छ कहाँ खान जाने भनेर जिजिके नबस्नु सुन्नु साधारण कुरो त्यसो जानु हो अब समाजको पानी
Mana
Sama yanza sede
साथै एउटा पुण्य कर्मको समापन भएको छ। मेरो पूजनीय आमा पोखरा महानगरपालिका वार्ड नम्बर 13 निवासी बुद्धिमाया वाइना तामाङ ज्यू मेरो आमाले लामो समय झन्डै आजभन्दा 3 दशक अर्थात् 30 वर्षभन्दा अघिदेखि बौद्ध धर्म, बौद्ध संस्कार, बौद्ध संस्कृति, हिमाली भेगको महायान वज्रयानका महान गुरुहरूको चाहिँ एउटा सङ्गतमा, लामा गुरुहरूको सङ्गतमा न्यूनी बस्नु भई एउटा बौद्ध धर्मप्रति आस्थावान भई आफूलाई समर्पित गर्दै आउनु भएको थियो। त्यसैको प्रतिफल उहाँले केही समय, केही वर्ष अघिदेखि उहाँले यो पूजा हुम अर्थात् प्रज्ञापारमिता
त्यो बौद्ध दर्शनको एउटा ज्ञानको शिक्षाको एउटा महान एउटा शिक्षा जो चाहिँ माता करुणमय माता रूपी जो सबै प्राणी हितको लागि सबै प्राणी विश्व शान्ति भन्दा पनि फरक पर्दैन। यसमा कोही व्यक्ति विशेष मेरो छोराछोरी भनेर मेरो चाहिँ घर परिवार मेरो चाहिँ फलाना भन्दा पनि यो सारा चाहिँ छलोकमै रहने प्राणी जगतकै एउटा कल्याण सुख शान्ति र समृद्धिको लागि जुन किसिमको इच्छा उहाँले राखेर यो पूजाको जुन सोच बनाउनु भयो र जो आयोजना गर्नुभयो र यो भव्य र सभ्य रूपमा हाम्रा आफन्तजनहरू इष्टमित्र तामाङ बौद्ध सेवा समिति लगायत यहाँ थुप्रै दर्जनौँ गुरुहरू खिम्पु गुरुहरू लामा गुरुहरू र लामा गुरुहरूकै खिम्पु गुरुहरूकै विशेष गरेर चाहिँ सन्तेन गुरुले जुन किसिमको चाहिँ एउटा साथ सहयोग एउटा गुरुको भन्दा नि माथि उठेर जुन चाहिँ मेरो आमाको इच्छा आकाङ्क्षा जुन किसिमको चाहिँ जुन भावनालाई सम्मान गरेर यसरी आज एउटा पूजनीय गुरु जो चाहिँ तपाईँको मनाङ मुस्ताङमै एउटा चर्चित महान तपस्वी गुरु हिमोक्षितज्यूबाट यसरी आज यो पूजा सारा गुरुहरूको प्रयास सहयोगले चाहिँ हिजो हाम्रो चाहिँ ह्युम प्रज्ञा पार्वितको वाचन पूजा आज सम्पन्न गर्नुभयो। आज महान हाम्रो गुरु रिम्पोछेज्यूबाट कमलबाट उहाँले चाहिँ प्रवचन पनि दिनुभयो अमूल्य सारा प्राणी हितको लागि र एउटा बौद्ध दर्शन र यो मार्गमा हिँड्दाखेरि हामी सबैको सुख शान्ति समृद्धि हुने त्यो किसिमको एउटा चाहिँ उहाँले एउटा प्रवचन पनि दिनुभयो र आज हामी सबैलाई वाङ दिनुभयो अभिषेक दिनुभयो जसले हामी सबैको चाहिँ विघ्न बाधा अर्जन दैनिक यस्ता सबै कुराहरू यो त्यसको निवारण भई भावी दिनहरूमा हामी सबैले सुख शान्तिपूर्वक समृद्धिपूर्वक बस्न बाँच्न सक्ने जुन किसिमको आशिष दिनुभयो यो असाध्यै खुसीको कुरो हो र आदरणीय पूजनीय रिम्पोछेज्यू लगायत यहाँ जति पनि सहभागी हुनुभएका लामा गुरु खिम्पुज्यूहरू लगायत तामाङ बौद्ध सेवा समितिका कार्य समितिका सदस्यज्यूहरू हाम्रो घर परिवारका सबै चाहिँ दाजुभाइ दिदीबहिनी ज्वाइँ चेला लगायत तामाङ बौद्ध सेवा समितिका सम्पूर्ण परिवार र हाम्रा आफन्तजन समाजभन्दा बाहिरका थुप्रै हाम्रा आफन्तजनहरू पनि यसमा सरिक हुनुभयो। उहाँहरू सबैलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु। यस्तो पवित्र कार्य भोलिको दिनहरूमा पनि हामीले यसरी नै एउटा अनुसरण गर्ने एउटा माध्यम बनोस् र विशेष गरेर यो खुसीले एकभन्दा एक खुसी थपिँदो रहेछ। राम्रो कामले राम्रो कुराहरू जोड्दो रहेछ। आज हामी दाजुभाइहरूको बिचमा नि विगत 20-22 वर्षबाट हामी भेट भएको थिएन। सबै विदेशमा कोही युके कोही अस्ट्रेलिया भएको हुँदा कोही अमेरिका यसरी नै हाम्रो चेलीहरू दिदीबहिनीहरू ज्वाइँ चेलाहरू र नाता नातिनी समेत अब यसैको छेडमा हामीले असाध्यै एउटा पवित्र कार्य र शुभ कार्य गर्दैछौँ। हाम्रो चाहिँ कान्छी बहिनीको जेठी छोरी प्रेरणाको चाहिँ वैवाहिक जीवनमा उसलाई प्रवेश गर्दैछ यो मङ्सिरको 2 गते। यसरी एकपछि यो पुण्य कार्यभित्र हाम्रो एकदम शुभ हामी परिवारजनमा पनि जब हामीले यो कुराहरू चाहिँ को चाहिँ एउटा यो ह्युम पाठ पूजा यो प्रज्ञा पार्मिता सूत्र जुन पाठ वाचन गर्ने जुन किसिमको एउटा घर सल्लाह भयो यसपछि एकाएक सबै वातावरण यति सजिलो यति गाह्रो अप्ठ्यारोको कुराहरू देखा पर्दा पनि त्यस्ता कुराहरूलाई हामीले चिर्दै यति सजिलोसँग आज कहीँ कतै कुनै किसिमको सानो कुनै विघ्न बाधा केही नआइकन यति भव्य र सभ्य रूपमा म स्वयं युगीमा थिएँ। हामी आउन पनि सायद नसक्ने स्थितिको चाहिँ अवस्था सिर्जना भएको थियो। हामीले चाहिँ 16 तारिकको हामीलाई चाहिँ टिकट चाहिँ दिएको थियो ताकि हामी 17 तारिक त हाम्रो के अरे भान्जीको विवाह थियो 17 तारिक। तर परिस्थितिले हामीलाई अझ त्यो टिकटभन्दा अगाडि 3 दिन अगाडि हामीलाई टिकट प्राप्त भयो। यसरी नै सबै उता चाहिँ जो चाहिँ हुनेवाला मेरो बहिनीको सम्धि पक्षतिर त्यस्तै किसिमको समस्याहरू वैदेशिक बाहिर भएको एउटा चाहिँ
फौजी जीवनमा पनि उहाँलाई छुट्टी नपाउने हो कि भने जस्तो त्यो सबै कुरो सहज भएर गयो। त्यसरी हामी यस्तो आफ्नो बौद्ध दर्शनभित्र यति शक्तिशाली एउटा चाहिँ जुन एउटा चाहिँ मन्त्र छ, तन्त्र छ, जुन किसिमको एउटा ज्ञान छ, शिक्षा छ, हामी एउटा व्यक्ति विशेषको कुरा मात्र होइन, हामी स्वच्छ भावनाले यस्ता किसिमका चाहिँ पुण्य कार्यहरू सम्पन्न गर्न सक्यौँ भने हामी सबैको दैनिक र भोलि यो समयमा यो लोकमा मात्र होइन परलोकमा पनि हामीले चाहिँ सहज रूपमा चाहिँ अगाडि बढ्न सक्छ। सुख समृद्धिका साथ हामीले चाहिँ आफूलाई आफ्नो जीवन व्यतीत गर्न सक्ने र धर्मको मार्गमा सद्मार्गको हामी हिँड्न सक्ने र चाहिँ परम सुखको चाहिँ अनुभव जसरी आज रिम्पोछेज्यूले जुन चाहिँ उहाँले चाहिँ ध्यान साधना जुन साक्षात्कार गर्नुभएको जस्तै ज्ञान हामी सबैले बराबर त्यो गुण क्षमता हामीलाई चाहिँ दिएको छ। तर त्यो चिन्ने नचिन्ने भन्ने कुरो त्यो हामी आफैमा भर पर्छ। यो मार्गमा जसरी गुरुहरूले चाहिँ पूजापाठ गरेर जुन चाहिँ सामान्य हामी पूजापाठलाई मात्र लिन्छ, वास्तवमा यो असाध्यै पुण्य यो संस्कार अति जरुरी छ। यसले हामीलाई बल पुर्याउँछ, यस्तो ताकत दिन्छ कि यो पूजाआजामा बस्दा कतिपय कुराहरू शारीरिक कुराहरू मानसिक कुराहरू चाहिँ हामी जतिसुकै अघि पछि हामी यति बिजी उति बिजी यो भन्छ, वास्तवमा त्यो कुराहरू सबै कुरो सहज भएर चाहिँ गएको हुन्छ। यसलाई चाहिँ अनुभूति गर्ने आफ्नो क्षमताको कुरा हुन्छ। तर यो मार्गमा लाउन चाहिँ जरुरी छ। र मैले बोल्दा कति कुराहरू बोलेँ। अन्त्यमा यहाँहरू सबैप्रति म हार्दिक नमन गर्न चाहन्छु, शुभकामना दिन चाहन्छु र आदरणीय पूजनीय गुरुप्रति नमन गर्दै मेरो आफ्नो भनाइ यहीँ अन्त गर्न चाहन्छु। वासु आज यसरी चाहिँ 4 दिनको यो भएको छ। सम्पूर्ण गुरुजीहरू धेरै धेरै धन्यवाद। आमा सम्पूर्ण परिवार दिदी दाइ सबैलाई धेरै धेरै धन्यवाद। विशेष गरेर मेरो दिदी बहिनी फुपूहरू मलाई एकदम धेरै सहयोग गरिरहनु भएको छ, उहाँहरूलाई धेरै धेरै धन्यवाद। ठिकको व्यवस्था गरिदिनु भयो, उहाँहरू धेरै धेरै धन्यवाद। दिदीहरूको फुपूहरूलाई धेरै धेरै धन्यवाद भन्दै म पनि अब बिदा हुन चाहन्छु। सम्पूर्ण गुरुजीहरू खाना खान गइदिनु होला, सबैजना श्रद्धालु धर्म सबैजना खाना गइदिनु होला भन्दै यही कार्यक्रम समाप्त भएको